हामीले धेरै पटक सुन्यौँ यी शब्द अभिमान, अहंकार, इगो। तर के हो यो अभिमान? यो जो मोहवाला भावना छ नि हामीभित्र बसिरहेको हो त्यही नै हो अभिमान। र यो अभिमानलाई काट्नुको लागि पर्दामा आउँछ सेतो वस्तु। र के हो यो सेतो वस्तु? त्यो सुतीको सेतो पहिरन या अन्तिम क्षणको शीतल च्यादर तिम्रो मृत्युको चिनो या अथवा तिम्रो जीवनको यथार्थ राम्छन् सबै मेरा भाइ बहिनी हो। मृत्युको त कल्पना पनि गर्न चाहन्छु तर के गर्छौ र भय पारी सबैको बाटो उस्तै हो। कुनै दिन त तिम्रो पनि सबै छोडिन्छ। मेरो 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 धन दौलत घर सबै भाग्यमा गिने अन्तमा यही वस्त्र ओढेर जानेछौ सबै छोडेर। मेरो भनेको तर एउटाले जान्छ नै हामीसँग। तिमीले नचाहेका पनि तिम्रो काँधीमा बसेर जा। तिम्रो कर्म तिमीसँगै जाने। त्यसैले समय हुँदै होस पुऱ्याउदै नत्र अन्तिम दिनमा आफैले सोध्नेछौ खै त कहाँ गयो हाम्रो अभिमान।